सुन्दिनु होला जसको त छैन सिंह उसको नाम तिखे जसको त छैन सिंह उसको नाम तिखे पहिला कसैले केही जान्दैनथे यही आए सिखे नखानेले भन्छन् जबरजस्ती बियर पिले नखानेले भन्छन् जबरजस्ती बियर पिले यो गीतलाई लेखे डिएनजीले उसैको यो गीतले तपाईहरुले भनेको होइन मलाई भनेको होइन कसैलाई लेखेको होइन यहाँको चाल चलन यस्तै छ भन्नु अरु केही छैन जरुरी छैन यहाँ नामको भने हुन्छ काली मेरो गीत मन पर्यो भने मात्र बजाउनु होला ताली मेरो गीतको बोल छ अन्तरी तन्तरी अन्तरी जन्तरी चाहिन्न उनीलाई सन्तरी अन्तरी जन्तरी चाहिन्न उनीलाई सन्तरी लगाइदेला मोहनी मन्तरी हो के भन्न लाग्यो मन्तरी थाइल्यान्डमा देखियो दाइ मन परी अन्तरी अन्तरी जन्तरी चाहिन्न उनीलाई सन्तरी अन्तरी जन्तरी चाहिन्न उनीलाई सन्तरी लगाइदेलान् मोहनी मन्तरी हो के भन्न लाग्यो मन्तरी हतैयामा देखियो जान्दै मन परी अन्तरी जन्तरी चाहिन्न उनीलाई सन्तरी अन्तरी जन्तरी चाहिन्न उनीलाई सन्तरी छैन आज नदीमा जल परी नगर्नु साथी दाजु बहिनी बहिनीले मन परी नगर्नु साथी दाजु बहिनी बहिनीले मन परी जति लाग्यो पनि भोक मेटिँदैन काली कान्छी भए पनि प्यास मेटिँदैन भोक जति लाग्यो पनि भोक मेटिँदैन काली कान्छी भए पनि प्यास मेटिँदैन भन्छ कान्छी त बुझे हो माइडिया नबुझेपछि दिन्छ छाङको बिहा दरुवा उनीलाई चाहिन्छ तमाकु उनीलाई चाहिन्छ दरुवा उनीलाई चाहिन्छ उनीलाई चाहिन्छ मातेर झुस्स गराउँदै हातमा भिडी समाउँदै हिँड्छन् बाटोमा हलिँदै आमा पहिनी चपाउँदै थाइल्यान्डको नानी नराम्रो
जान नभइकन भेट भइसके पैसा हुने जाति यहाँ ठुलो भइसके किनभने नभइकन भेट भइसके पैसा हुने जाति यहाँ ठुलो भइसके किन जान नभइकन भेट भइसके पैसा हुने जाति यहाँ ठुलो भइसके किन जान नभइकन भेट भइसके जाँदा 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 भाग थाकिएर सबै जातियो बगर्चेको आज यहाँ नाकै काटियो छैन सिउँदोमा सिन्दुर लुकाइ हिँड्छन् पोते छैन सिउँदोमा सिन्दुर लुकाइ हिँड्छन् पोते परुनी हो या बुढीमा उठाउन सकिन्न आँखाले छैन सिउँदोमा सिन्दुर लुकाइ हिँड्छन् पोते छैन सिउँदोमा सिन्दुर लुकाइ हिँड्छन् पोते तरुनी हो या विवाही छुटाउन सकिन्न आँखाले पहिरन हेर्छ केटाको रूपमा हेर्छु केटीको पहिरन हेर्छ केटाको रूपमा हेर्छ केटीको के गरिरहनु थाइल्यान्डको कहानी नराम्रो देखियो धेरैको बानी नराम्रो देखियो धेरैको बानी अन्तरी अन्तरी जन्तरी चाहिन्छ उनीलाई सन्तरी अन्तरी जन्तरी चाहिन्छ उनीलाई सन्तरी लगाइ देलन मुहानी बन्तरी हो के भन्न लाग्यो बन्तरी फतेहामा नजिक अब मन परे फतेहामा नजिक अब मन परे अन्तरी जन्तरी चाहिन्न उनीलाई सन्तरी अन्तरी जन्तरी चाहिन्न उनीलाई सन्तरी छैन आज फतेहामा चम्परी नगर्नु साथी दाजुमा दिदी बहिनीले मन परे नगर्नु साथी दाजुमा दिदी बहिनीले मन परे नगर्नु साथी दाजुमा दिदी बहिनीले मन परे अन्तरी नगर्नु साथी दाजुमा दिदी बहिनीले मन परे अलि निन्द्रा पनि आएछ भने अलि हँसाउन पनि आउँदैछ हाम्रा डिएनजी प्रधान र उहाँका साथीहरू हास्य कमिक लिएर र हास्य कमिकको बोल छ अनपढ चेला र लोभी मास्टर भाग 2 कति मन्त्र जप्दा पनि यो राम्रो बाइलिन्न हो लक्ष्मी लक्ष्मी जाडेकी सर्पको देखि ए बुढी ओ बनी कि बुढी हजुर एकछिन आउनु हो किन हो यहाँ काम गर्दैछु भनेको त राम्रो बान्नै जान्नु के को राम्रो भन्छ गाई पालेको छ क्या गाई त खोइ पालेको तिम्रो गोरुको राम्रो भएन भनेको क्या एकैछिन आए खोइ कहाँ छ गाई खोइ के राम्रो कहाँ छ तिम्रो गोरु यहीँसँगै छ यो राम्रो ए बाबे यो भनेको लो यस्तो चटक्क पारेर काहीँ नलाग्यो बीच रोक्न मलाई आज हाम्रो सभापतिजीले बोलाउनु भएको छ उही हिँडेको अनि कहाँ हिँड्नु भएको रे बीच रोक्न भनेको अब हिजो आज त हावा हाल्न छोरे हुँदाखेरि सबै दिनको दिन भोसिन थाले त्यसो हुँदाखेरि अहिले त मरेपछि नाकामा हो हाल्छन् त्यही हाल्न हिँडेको त्यो बिक्री
त्यहाँबाट नहुने देख्दै आउँछ अनि मलाई रातभरि शीत सताउँछ। म तिमीलाई कति माया गर्नेले कति प्रेम गरेको, अब मैले तिमीलाई नसताएर मैले तिमीलाई सताउनु लक्ष्मी। अब के गर्नु हेर न, तिमी त आमा भनौँ कि सालीमा भन्नु आफू चाहिँ र पनि जसकी दिदी मोटी उसको त बडा काम छ, बिस्तारमा लैजा लक्ष्मी। बात जति गरौँ तिमीलाई मैले उति माया जति गरेँ, जरे 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 जरेबाट मैले माया गर्छु। मलाई पनि तिमी बाइक छोड्न कतै मन लाग्दैन, तर अलिकति मोटी भयो र मात्र जानु 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 जहाँ जानु छ जल्दी जानु। गए त लक्ष्मी लक्ष्मी के चाहिँ त फेरि धेरै धेरै नचम्किनु, जानुहोस् उता। बाजे गइसके, बिहानभरि एक खुराक पनि खाएको छैन, ओखाले कामिसक्यो, बट्टला खानुपर्छ आनन्द। पवन बाजेले भन्नुभएको थियो अघि त नाइटोमा हवन हान्छ भन्नुहुन्छ, तपाईँले भन्नु नभनिदिनुहोस् है, भरे म मेरै नाइटोमा आएर हवन हाल्छु, नभनिदिनुहोस् है। ढुङ्गे बजार माया छाड्दैछ। होइन हौ, मान्छे त सुतेर सिद्धिन्छन्, आज पण्डित त सिद्धेछन् क्या हो? नमस्ते पण्डितजी भनेको। नमस्ते नमस्ते। कि त हेर न, बुढीलाई ठगेर नाइटमा हम हाल्छु भनेर बिच रूपमा अङ्ग्रेजीलाई हेर त कस्ता छन् भने, चिल्लो पातमा बोक्रा टाँसिँदादेखि त हेर्न कति मजा आएको। पण्डितजी त्यो घर यसो दाहिनेपट्टि यसो जानुहोस् त, त्यहाँबाट वकिङ भन्ने जग्गा छ नि, त्यहाँ जानुहोस् त, अलिअलि बोक्रा पनि उठाएका हुन्छन्। तिम्रो मतलब अलिअलि रहेका पत्ता पनि फ्याँक्छ भनेको? भन्न खोजेको छ त्यो पण्डित हो पण्डित। म पनि त्यही जाउँ कि रमाइलो चाहिँ मलाई पनि लाग्छ। गएर हुन्न पण्डितजी, तपाईँको घरमा श्रीमती छ होइन? भर्खरै चाहिँ झराएर आएको छैन। माया गर्छ मलाई कस्तो भित्र घत्रकी घुसाउँछ, म हल्लिँदै भन्नु किन पण्डितजी? मोटी के विषय लाग्यो पण्डितजी बिहा गर्नु पर्यो। राम्रो घरमा पर्छ, तर बाबुले घर नै दिन्न। बाउले गर्छ न र? अनि किन बाउले नदिने? बाबुले भन्छन् म भन्छु हर आइतबार थाइल्यान्डमा बिहा हुन्छ हुन्छ त क्यारे, तर बाबुले भन्छन् बिहा गर्नै छैन भन्छ। बाउले बिहा गर्नु होला नि त, बुहारी लुटेका यस्तो गर्न होला नि पण्डितजी। अनि के भन्छ त फेरि? अब के भन्छन् भनेपछि हर आइतबार बिहा गर्दैन पण्डितजीहरूले केटाकेटीको जीवन दिइहाल्दैछन् भन्छ। सत्य बास हामीले थोरै त्यसरी हामीले बिना लगानमा बसेर बिहा गर्दैनौँ, बिना अर्थका कुरा पनि सुन्दैनौँ, बिना जातमा बिहा पनि गर्दैनौँ हामी पण्डितले त। हर आइतबार चाहिँ कसरी भयो नि पण्डितजी? हुन्छ किन हुन्न? कसरी कसरी भन्छ भने विदेश हो, सबै
आफ्नै दोस्तीसँग मस्त परेका हुन्छन् बिहा गर्न खोज्छन् अब छोइन समय पाइन आइतबारको मात्रै छ अनि कोही कसै त कस्ता हुन्छन् भन न दोस्ती राखेर राखे बिहा गर्ने मौका नपाएर छोरो पनि नगर्छौ बनाइदिन्छन् त्यसै कारण हामीले हर आइतबारमा बिहा होस् भनेर लगन निकालेका छौँ कसरी पनि बाउलाई भनिदिनु ती गोइठे बुढालाई म जस्तो पण्डितलाई म त बिस्नु तर केही पनि गर्दिनँ पण्डित हो पछाडि चाहिँ हामीले लगन निकालेका भने नयाँ सालमा शुद्ध लगन आउँछ पहिलो सुरुको लगनलाई हो त्यो लगनलाई च्याट्ट टिपेर यतापट्टि फ्याट्ट राखिराख्छौँ अनि त्यहाँबाट यसो हेर आज कसको बिहे हुँदैछ कसको दोस्ती कोसँग छ कोसँग पहिला जान्छ सबै थाहा हुन्छ बाहुन सबै हो सबै थाहा हुन्छ यसो हुँदाखेरि हामी सबै बाहुन सबैलाई मिलेर एउटा प्रोग्राम मिटिङ राख्यौँ र हर आइतबारमा बिहा हुनको लागि हामीले पहिलो लगनलाई कपी गरेर राखेका नि हो कसरी पण्डितजी सालभरि आइतबारमा बिहा हुनको लागि हामीले पहिलो लगनलाई कपी गरेर राखेका छौँ कपी कसरी हुन्न अब तिमी यहाँ आएका छौ अहिले यहाँ पर पुगो तिमीलाई प्रहरी पुलिसले पक्रेला त्यो बेला तिमीले के देखाउँछौ पासपोर्ट तिम्रो अर्जिनल पासपोर्ट र बाउसित छ अनि तिमीले त्यसलाई के देखाउँछौ त्यही कपी पासपोर्ट देखाउँछौ होइन हो कि होइन कि हुन्न त हुन्छ पण्डितजी हो त्यही भएर हामीले हर आइतबार सालभरि पुऱ्याउनको लागि हामीले लगन कपी गरेका हौँ नक्कली होइन बुझ्नुभयो सबैले हर आइतबार बिहा गर्न सकिन्छ कसैको तर बाहुन चाहिँ मलाई बोलाउनु पर्छ है अरू बाहुन बोलाउनु पर्छ त फेरि ल मलाई पनि धेरै भइसक्यो म पनि उही नाइटमा हो जानु छ म जान्छु होला होइन के विषय लाग्छ अब त्यो बिहा त्यो तपाईँले भर्खर भन्नुभयो त्यो लगन कपी गर्नुहुन्छ भने अस्तिको लगनको बेहुली कपी गर्दा कस्तो होला त्यस्तै राम्रो छ त्यतिको नभए ध्यानै गर्दिनौ गर्दिनु पर्ने आइडिया छ मसँग त्यो बिहाको बेहुलीलाई मन पर्यो भने बेहुलालाई डेलिट गरिदिनु किन हुँदैन गरिदिनु फर्मेट आनिदिन्छु मैले फर्मेट ठोकिदिन्छौ फर्मेट ठोकिदिन्छु पण्डितजी हो पण्डितजी हो तर म जस्तो पण्डितसँग मात्र हो अरूसँग हो भने चाहिँ तिमीलाई गो हुन्छ नि होइन हो के हानिदिन्छु भन्छ म पनि हान्छु नि हान्छ सन्चे पण्डितजी हान्छस् त्यही हान्छु फर्मेट हान्छु भनेको म पनि त्यही फर्मेट हान्छु नमस्ते पण्डितजी नमस्ते भाग्यवानी हुनु जति आइछ त्यति बाँच्नु अनि के गर्ने आएको भन त तिमी चाहिँ पण्डितजी फुगु खसेर कहाँबाट खसेर धुरी भन होइन चोट धेरै लागेछ होइन पण्डितजी स्वर्गवास हुनुभयो ए राम्रो भएछ त त्यसोमा अनि उहाँ तोरीफुली गाउँको पण्डितजीलाई सोध्न गएको कति दिन बार्नु भनेर 5 दिन भन्नुभयो अन्त फेरि ठिक लागेन र तोरीफुले गाउँतिर गएको 3 दिन बार्नु भने अनि म त कन्फ्युज भएर हजुर त अब फतियाका ठुला ठाला पण्डितजी नामी इमान्दार त्यही भएर हजुरको शरणमा आएको पण्डितजी कहाँ खसेकी फुबु नेपालमा एक साथ बार्दै हुन्छ हजुर कसरी पण्डितजी कसरी भन्नु त्यही पनि नेपालमा खसेकी रहेछन् हजुर घर छेउ छिमेकी भाइदेखि त 5 दिन लाग्दो यो विदेशको जग्गा कसले बारेर राख्ने एकसाथ शुद्ध मनले बार्दो हुन्छ एकसाथमा हुन्छ नि बिहा भयो थिएन त्यसो काम पुस्ने पनि हुन्छ पर्दैन केही गर्नु पर्दैन ल त्यसो भएदेखि म पनि अब त्यस्तै हवन हाल्न जाँदछ म त गएँ है ल
कान्छी एकैछिनै आइँदै कल बिहा गर्छु तिमीलाई पण्डितजी 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 यहाँ आउनुहोस् न पण्डितजी के हो चाहियो तिमीलाई फेरि केटीसित है भाग गरेको 2 साल भयो 2 साल भयो छोरो पाइसक्यौ हजुर छोरो पाइसक्यौ मौका पाएर भेट्नुको लाग्छ क्या अरे के पाइएछौ छोडिनु नि किनकि यसो पण्डितजीले सायद लगन जोरम कि भनेर आएको नि पण्डित यहाँ गोजीमा जति छ म त्यति चाहिँ यहाँ हालिहाल्छु त्यसो भए 2 वर्ष भइसक्यो कति वर्ष आज बल्ल बोलाकी त्यसो हुँदाखेरि साइज हेरिदिन पर्यो ओहो म त भर्खरै हेरिदिइहाल्छु नि पण्डितजी यो के हो आइफेयर यसले सबै गर्छ तिमीले नजाने जाने सबै भर्छ कसरी पण्डितजी यो चाहिँ के हो त यो अरूले ब्लुटुथ ट्रान्सफर गरेर मैले चाहिँ कराइदिएको हुन्छ यो चाहिँ ब्लुटुथ हो हेलो हजुर म आइप्याड पनि ब्लुटुथवाला बोल्दैछु हजुर 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 ल नाम के हो नाम के अरे फेसबुकमा त काली भनेर लेखेको छ फेसबुकमा त काली भनेर लेखेको छ भन्छन् के हो काली यहाँ अघि भर्खर कमान आएको छ देख्नुभयो ए यो त मरिसकिन्छ यार पण्डितजी राम्रो हेर्नुहोस् न हजुर हजुर ल ओके ल उहाँले के भन्नुहुन्छ भने आज नयाँ सालमा कुनै रूपमा पनि बनी भएको छैन अरे कुनै पङ्खामा पनि बनी भएको छैन अरे कसैले पनि हाइडर खाएको छैन अरे अगर केटी राम्री छ भने ठिकै छ नराम्री रहेछ भने बुतो बनेटाको बुतो खाली त ती झुन्ने भन्थे हिजो आज ठालेङमा त केटीले के खुसुक त एउटा च्यास्त के भन्यो भने फलिहाल्छन् अरे पङ्खामा कोही कसै हाइडर खाएर सुत्दिन्छन् अरे अनि अहिले चाहिँ तिमीलाई त्यस्तै हुन्छ भनेर मरेताको बुटा चाहिँ खाली छ भनेर भन्छ आफै विचार गर है त्यसो भए म बिदा दिएँ ल म जाने भयो अब होइन कति खुसी लाग्यो तिमीहरू मेरो होइन हाम्रो काम त पुरा गरिदिएर जानुहोस् न कहाँबाट आएको तिमी चाहिँ कहाँबाट आएको म कहाँबाट आएको नि ए म त कोट खाइबाट आएको पण्डितजी होइन पण्डितजी म कोट खाइबाट आएको मेरो त एउटा मात्रै कोट छ नखाइदियो है मलाई त चारामा पुरा गर्दैछ होइन पण्डितजी यो पेरियाको मुलुक हो उसले भन्न खोजेको उता लासो मुसेको खाइदिन्छ भन्न खोजेको यो कोट खाइबाट आएको भनेको हजुर पण्डितजी अनि तिमी चाहिँ कहाँबाट आएको त फेरि गुबाट आएका हजुर राम्रो सोध्दा राम्रो भन मान्छे गुबाट आउँछ पनि गुबाट आएका हुन् दिदी बहिनी पनि म गुबाट आएको हुन् म पनि गुबाट कोही छ गुबाट आउने यो मात्रै छ गुबाट कहाँ मान्छे आउँछ पण्डितजी यो उयो झ्याङको मुला हो मलाई त्यस्तै लाग्यो अनि गोर्मा मुलुकको कुनामा मोगो भन्ने सबै पण्डितजी यो मकोबाट आएको भनेको मोगोबाट आएको अनि तिमी चाहिँ फेरि कहाँबाट आएको त फेरि म चिनाबाट आएको मान्छे एउटा यस्तो काले चिनाबाट आएको भन्छ कताको अफ्रिकाको यस्तो भाउ त होइन होला आमाको होइन चिनामा यस्ता काला मान्छे छन् कुन छ चिनाबाट आएको भनेको होइन म चिनाबाट आएको अनि बाउ चाहिँ अफ्रिका हो मेरो बाउ गोर्खाली हो गोर्खाली हो गोर्खाली फेरि चिनाबाट आएको भन्छौ त यस्तो कालो छौ होइन पण्डितजी हामी त एकै ट्याङ्का मुला हो त्यो चाहिँ हामी भन्दा अलिक ठुलो ट्याङ्कको मुला हो कि भन्न खोजेको
भनेपछि अब हाम्रो घरमा त्यसको केसिम दिने निचिनाबाट आएको भन्न बुझेको चाहिँ त्यही भनेको त्यो भने ठिकै छ। अब मैले भनिसकेँ तिमीहरूलाई हिजो आज हवन पनि हुन छोडो। त्यसो हुँदाखेरि मर्दा पर्दा धेरै छ र म त नाइटामा हवन हाल्न जाँदैछु। नाइटामा कसरी आह्वान हाल्नुहुन्छ भनेपछि भन्नुहोस्। त्यसो भए पत्याउँदैनौ नि पत्याइ नआउने कुरो गर्न जान्दछौ पत्याइनौ भने तिमीहरू हार्यौ। मैले पनि पत्याइनौ भने म हारेँ। तर मैले जितेँ भने मैले जे माग्छु मलाई त्यही दिनुपर्छ। मन्जुर हुन्छ राजी छ। ल भन् तिमीले मेरो बाबुको जाँच कत्रो थो भन्छु भने जाँच यो फातियाको समुद्रमा नअटेर फुकेको समुद्र जोड्न परेको छ। त्यत्रो ठुलो जाँच हो। अनि उसको त्यो माथिको पाटो भन्छ नि पाटो जब त्यो झास कुद्यो भने त्यो पाटोले पत्यायो त्यो बाबु जाँच हिँड्दाखेरि आकाशको उतारिन्थ्यो अरे। पत्याएँ अनि तिमीले भन लु। मैले भन्ने चाहिँ मेरो बाउको फर्सीबारी कत्रो थियो भन्नुहुन्छ भने फर्सीबारी टिप्न जाँदाखेरि ब्याङ्ककबाट आएको फातियासम्म आउनु पर्छ। यत्रो ठुलो छ फर्सीबारी। हजुर अनि एउटा फर्सी टिप्न गएका 3 महिना लागेको एउटा फर्सीलाई। हजुर अनि एउटा ड्याङमा टिपेर अर्को ड्याङमा जाँदाखेरि त फर्सीको बारीमा त डौका पो फलाइरहेछ। हजुर अनि मेरो बाउलाई त लौका असाध्यै राम्रो लागेर चाइनिजको जस्तै ओहो लौकाभित्र पानी हुने डोरी बनाउन पर्यो भनेर लिएर आउनु भएछ। अनि मान्नु यस्तो गर्मीमा पानी खान पर्यो भनेर फातियाको समुद्रमा गएर पानी घ्वाप्प उगाएर रुममा आएर हन्डीमा खतरकै खनाउँदाखेरि त खतरकै गरेछ लौका। हजुर माछा पो आएछ भनेर यसो हेर्दाखेरि त यसको बाउको जात पो भइरहेको फुकेको समुद्रमा नअट्ने जात मेरो बाउको हन्डीभित्र हन्डी कत्रो होला। मेरो बाउको कत्रो ठुलो थियो भने नेपालबाट उड्दै गरेर आएको कौवा कहाँ विचरण गर्ने ठाउँ नभएर मेरो बाउको भैँसीको दाहिनेपट्टि सिङमा आएर विश्राम गरेछ। अनि त्यसले यसो गरेर हेर्दा बायाँपट्टि सिङ्दैछ। उताको सिङ देख्यो जाने मन भएछ। दाहिनेपट्टिदेखि बायाँपट्टि उड्दै जाँदा कति दिन लाग्यो थाहा छ? कति दिन आएको? 15 दिन आएको। 15 दिन आएको। बताए त्यो दाहिने भएर उड्दाखेरि देब्रेसीमा जाँदा 15 दिन लाग्यो। त्यो भैँसी पत्याए लु उसो भने कमिटीको पालो मेरो पालो नि। म चाहिँ जब बर्मा छोडेर म थाइल्यान्डमा आएको थिएँ। अनि थाइल्यान्डमा आएको त जब थाइल्यान्डमा आएर यसो खुट्टो मात्रै ट्याक्क राखेको थिएँ कि राख्ने बित्तिकै के गरौँ न भने यसो गरौँ नि म त सोचेँ ओहो हाम्रो नेपालीको मादल कस्तो मजाले बजाएछ कसले हो। म त अनि मादल मिठो लागेर म त त्यो मादलको भोजिमा लागेँ। म त त्यहाँबाट अनि म बसमा चढेर मादल खोज्नको लागि गएँ नि। जान्छु भनेको जब बसमा चढेको त्यसले त टाइम बदली गरी बजाउँदो रहेछ। कसरी
बजायो मेरो कानमा त अझ बज्यो क्या लो हाम्रो नेपालीको मादल यो विदेशमा पनि यस्तो जोरले बज्दो रहेछ भनेर म त जाँदै गर्छु बस पनि टुङ्यो यार टुङ्यो त्यहाँबाट अनि म त के गरेँ भने फेरि म त्यहाँबाट रेलमा चढेँ रेलमा चढ्दा पनि त्यो मादलको आवाज बजेको कसरी बज्छ भन न हजुर यार त्यो रेलको पनि रस्ता टुङ्यो यार टुङ्यो अनि त्यहाँबाट म त के गर्नु कानमा मादल गुन्जेको छ हजुर अनि होइन भनेर म फेरि एयरपोर्ट गएर हाउडामा चढेँ यार हाउडामा चढ्दा पनि त्यो आवाज आइरहेको छ अनि त्यो हाउडाको रस्ता पनि सक्यो यार एयरपोर्ट पनि टुङ्यो त्यहाँबाट त्यो आवाज त कानमा गुन्जेको छ अझै गुन्जिरहेछ त्यहाँबाट पनि वाक्क खाएर म पनि भएन हो भने देब्रेपट्टि यसो फर्केर गएको त अनि एकपट्टि 50,000 जनाले 50,000 जना एकपट्टि 50,000 जनाले बजाइरहेका नि हो त्यो मादल त यसो हेरेको त अघि उसको कुरा भएको भोइसे बोलेको छाला पो खाइरहेको त्यत्रो मादल एउटा मादल 1 लाख जनाले बजाएका त्यति मात्रै कहाँ हो र म त्यहाँबाट अनि ठ्याक्क त्यति गरेर हैरानी खाएँ यार अनि त्यहाँ फटक्क गरेर खतरक्क गलेको थिएँ यसो आँखा खोल्न हेर्छु भनेको त्यहाँ त पुरा रातो निलो बत्ती देखेँ के अनि म पनि जस्तो मान्छे त्यहाँ पनि जानु हुन्छ कि हुन्न होला भनेर छोरी च्यापी गएँ अनि त्यहाँबाट गएर ठक्क विश्राम गरेर आनन्द बसेको त जति रात छिपिँदै जान्छ उति त्यहाँ त चर्किरहेको छ गर्दा गर्दै त्यहाँ त पुरा त्यहाँ भएका छोरी मान्छेहरू कस्तो मजाले नाच्छन् भन न फेरि यस्तो नि घुमी हेर्ने नहुने पुरा भन्दै नहुने तर अब मैले भन्नै पर्यो भन्दाखेरि त भन्नै पर्यो हुँदाखेरि म पनि त्यो बेलासम्म आँखा चिम्म गरेर यसो हेर्छु भनेको त बाबा म त आत्मीय पसिना पनि निस्क्यो खली पोरो त भन न भन्नु त पनि चाहिँ तिनीहरू 3 जना केटी पो नाचेको तिमीहरू पत्याइदेऊ नि पत्याउने कुरो त गर्नुहोस् यहाँ सुन्न यार मेरो केटी यार त्यस्तो 32 वर्षले युक्त परेकी लक्ष्मी जस्तै छ यी पण्डितजी भ्याइएका हुन् यहाँ झन् 100 लक्ष्मी युक्त भएकी थिए ल तिमीहरू हार्यो मलाई पानी र म पानी खान्छु भन्ने यसलाई यो पण्डितलाई पानी होइन खोस्टेको लाउ खाउ मिसाइदिन्छु पण्डितजी पानी हजुर खच्चा फुली छ म पनि मलाई प्यास लाग्यो म गर्काइदिन्छु है गर्काइदिनुहोस् खोइ अझै छ हुन्छ कस्तो हुँदैछ भित्रभित्र कति आनन्द आउँदो रहेछ यसले सट्टा पारिदिने यतिकै तातो हुँदै जान्छ त्यस्तै भयो बाहिर ठन्डा म त कस्तो मजा आयो या कति मिठो के गरिस् है तैँले के मिसाइदिस् हाइटर त मिसाइदिन होला नि के मिसाइदिए पनि सिद्धि हुँदै अब सिद्धिकोलाई के अरे ध्यान दिने जाने सत्य हुन भन न मरेको त छैन नि के भन्दै जाउँछु भने
भयो हाक्का केटाकेटी चेला भएपछि भयो हाक्कर यही हो मेरो अनपढ चेला र लोभी मास्टर धन्यवाद त्यसैले म त भन्छु भगवान म जस्तो कलाकार नबनाऊ म त भन्छु